नेवा हाइकु छया गोसाले नेवा हाइकु नपाची निका कुमुरसले कुजाजले छयादिको अनि बाबुपा नेपाल भाषा एकाडेमिया चान्सलर विद्यारत्न ढाकाजु त्यस्तो नेवा हाइकु छले समीक्षक क्रिया नेवा हाइकु छयता वालियन समिति न्यासो समिति डाक्टर पुष्पराज राजपतिका ध्रुवमती कर्मी त्यस्तो पूर्णकाल तामाका त्यस्तो पवा साइबु पुष्कर लोनी सर अन छिउको नेवा हाइकु छय जाजले फोन हमा चाहिँ दिनु र काइतामा लस्कु छ त्यस्तो अनिता मान्छे अनि बाबा मधुमा मान्छे सारे खाएको र कति व्यासे चलिदिने सक्ने भन्ने हो तर व्यासे पिनेर चलिदिने सक्ने भन्ने बाँकी संसार नेमेटी जे अथवा बाँकी नागरिक सबैले बाँकी चाहिँ नेवा हाइकु या कसैलाई नागो नेवा हाइकु नपाउ सकल स्थान लस्कु सेना छ तो जुन तो जाजो चाहिँ डिस्कस गर्न देखिदैन जी मेमेको जाजले चाहिँ सभा लाएन कहिले नयाँ उनको नपाया चाहिँ सुसुक सभा लाएन पासा लिपा नयाँ बिल्कुल चाहिँ खपु उठेका अफिसहरू उसको चाहिँ भरि चाहिँ परिवर्तित परिवेश चाहिँ जाजो छैन त्यसको नेवा हाइकु खेले ग्वालियर चन्द्रिनी दिलबहादुरजी उहाँले केशरमानजी अमेरिकन चाहिँ पूर्णिमाजी त्यसको धर्मजी नाप रिताजी त्यसको रमिजी सबै नामलाई सकल स्थानको हाइकु प्राय टिम एकजना ग्वालियर चन्द्रिनी कति सकल स्थान सुगा हमा सुगा दिए थोरै निपा थो ज्याजो गतिना नियमकाले चाहिँ थो नेवा हाइकु छय प्रादुर्भाव बारे चाहिँ जिनिसको कल्पना चाहिँ मानिएको प्रारम्भिक रूपमा लकडाउन अथवा डेट अफ इले चाहिँ छेफको सक्लै सोको चाहन्छौँ इले चाहिँ दिलबादियो इलाका जो कुदले त्यहाँ बेबी पास गर्न कुदले तो हाइकु छ भ्याउका देउ 1140 नेपाल सम्मत 1140 से जून 17 तारिक हुआ देखो असार 3-4 गते काला 17 तारिक जून 17 तारिक का जुन डेट मार्केन देखो वो कथा चाहिँ वो जून 17 तारिक का तो निर केना सोदोफता गछिफु इलेना जुन चाहिँ फुको हाइजिन की नेवा हाइकु छया फेसबुक ग्रुप है किपायले नसाचे दिने हाइजिन पिनुको निकुनिको हाइको जुनेको भर्चुअल रूपमा हैन त्यसै चाहिँ सशरीर उपस्थित या कुता या मल्ले चाहिँ कसै फोकस में चाहिँ नापटा चाहिँ थो थोजा या थन थेना चले थो दौराने चाहिँ यो पास पिसा चाहिँ थेमा थियो सोरो पिरो हाइको चाहिँ किपाय आधार मया काय चाहिँ बोल्दै दिसो ल्याखन होला साला खाला नेक मुन्छे फिको हाइको चाहिँ होला अब देखो सच्चो झिन्छौ एपिसोड के पावन होला चुमकsana न्यावती वनदेव चाहिँ जुन नाम चाहिँ हो गेतान तथ्याङ्कगत रूपमा चाहिँ हामीले वो व्यावजी के चिक्ने सकल छेउमा उहाँले बिहा छोडेर त नेपालमा बिहा छोडेर दिन्छ भन्छ अथवा तपाईँ आफ्नो कोभिडिया लकडाउन अथवा डेट अफ बिहा छोडेर छे जना पुरुषाना मेमेयो पीडा तो तामा अझ पुरुषहरू एजा साहित्यिक खेला मिलिसा चिपाखन चला मिलिसा हाइको चला मिलिसा कविता चला मिलिसा बाखल चला मिलिसा उपन्यास के विधा चाहिँ लागेको छ तर तो कोभिड भनी छ हल्का चाहिँ कोरोना धेरै भन्छ कमजोर हुँदा चाहिँ पास्ने पताउ ज्या न त केनमा ल एजा चाहिँ लिस्ट अफियान थपिया छ लिस्ट थपिया न अफिया छ भन्ने चाहिँ दिका छ अथेन अथखयान तो हाइको चाहिँ यो कया गतिविधि त यो पैसाना प्रत्यक्ष अप्रत्यक्ष ग्वालियर चाहिँ निरन्तर भेटमा चाहिँ जिम्सा विचार गर्नु अथेस्तो तो जिम्सा मेरो
अथवा विस्तृत विवरण हले पत्रलिप भए तो दिवसा हाइको हना देवा हाइको हना दिवस चाहिँ हाइको खेले हाइको एउटा योगदान दिया देखि आपका हाइको एउटा प्रति समर्पित दिया छति मध्ये समेस्ता चाहिँ हनेको देवा हाइको हना सम्मान ल्याएर चाहिँ जुन तातुमा खुसी अब पत्रलिपलाई आफ्नो लस्कुस नजरले ध्यान दिन्छ एक्साइटमेन्ट कम्जिरहेको छ र अझै यस्तो मेले जग्गा दिएको अथवा जुन देवा हाइको छया प्रादुर्भाव जो निरो चाचो दुबलाई चाहिँ प्रत्यक्ष रूपमा पेगो न्याउ हाइको सफु प्याउन के मध्ये हाइको नाम सती पेय पास्पे पूर्णिमा साके जुला रिता मर्दन जुला त्यस्तो रिता देवी प्रधान या जुला अन्जना ताब्लाकार जुला त्यस्तो चाहिँ हाइको सबैलाई नभए तयार गर्छ यता हाइको सेवा चाहिँ वेद ढुका चाहिँ जुला त्यस्तो आलो रेगुलर जीवन सबको प्यावे देखि संजना सबको त्यो म न्याउ सबको के गर्न उपलब्धि चाहिँ हुन्छ काका आजना शिव सबको मुक्त प्यावे दे चाहिँ मेक न भने थछौ चाहिँ बेउ पछिला अब कोभिड या भन्छ यौं अवस्था चाहिँ प्रत्यक्ष रूपमा समुद्र मेउन गएको के रहेको दक्षिण फुरान निरक्या हुँदैन हुन्छ सतवन भएका खेलेछन् सोसो जाजो दुमुका त्यस्तो अञ्जना जियो सफु पूर्णिमा जियो सफु रिता देवी प्रधान जियो सफु जुया नेवा आएको छ यो नाप्ता बच्चा उसले चाहिँ दुमुका छ त्यस्तो मिलेको जाजो दया चाहिँ दिएको लुमुके आफ्नो भएको मेरो भाला दिएको प्रत्यक्ष रूपमा जायलाई सोचो भोलि सक्ले उर्मावला छौँ फोकस समय व्यवस्थापन आउन छौँ च्यालेन्ज भर्चुअल जो छ पठा छ पात बल्ल बल्ल तल्ल जाएको कन्तिलाई फुका आधा घुरिस्ता आधा घन्टा बिगावेला घुरिस्ता 1 घन्टा बिगावेला घुरिस्ता 15 मिनट बिगावेला अहिले हाल्नु खर्च हाल्नु 15 मिनट 20 मिनट तर पीमा लियो तना वन दाना वायर टाइम गएपछि किन त सुकना च्यालेन्ज गर्दा अहिले रिसोर्स मोबिलाइजेसन गर्न रिसोर्स गर्न भनेको खाबो अफला दयादनी हो दिवाली का प्लान गरेको छैन वो डायमका चाहिँ मेमे ज्यादा भएको लुम्बिनी विश्वविद्यालय न चिबाख या भाइ बुद्ध धर्म आधारित चिबाख यो कम्पिटिसन या क्वेसन नलिनु अथेस्तो आथुसी हाइको बिरा चाहिँ यहाँ बिरा छ जिउ या चाहिँ मानिस जुन सोसो इनाबेन जुनको वो आथन ध्या जिउलम्ब जो जिउ गाजको ध्यामा अफर दिन्छ तो प्रक्रिया दुनी चाहिँ जिउ मन गर्न चाहिँ अफो हाइको बिरा जी यहाँ विजय जी व्यापायो उदाव छिसे जिउ इनाको चाहिँ जी मार्यो चाहिँ मन तुना चल्नुको सके अथवा मनी सुन्दिले पाजे उनले प्रक्रियागत चाहिँ सबन पेजी अझ कान मेबी जानेको चाहिँ सको प्रकाशन हैन जागलिले भला चिकित्सा सेवीमा चिकित्सा यदि भन्ने हो अथवा सँग पूर्ण ज्ञाता चाहिँ दिनुको जिसमा वालिया जिसमा भयाउ कुलेको ज्यादा चाहिँ जिसमा चाहिँ ताला तर बौद्धिक रूपमा हो मेबी एउटा चाहिँ जिसमा हल्का या मोपेफु केटा वालिका मेबी सु के सम्बन्धित व्यक्तित्व पनि नका सल्लाह देका उक्त सहकारी सहजीकरण ज्यादा चाहिँ अफिस हो एजुली चाहिँ अझै यादा चाहिँ कोअर्डिनेसन अथवा संयोजनीय भाला चिन्ता लाछ जिन्छ को जिम्मे क्षमता त्यस्तो मेरो जानेको आलो चौतके दिने नाता विमल जी नबन सजला दिलबार जी नबन नाचरोपा चौतके दिने हाइको सम्बन्धी सफुत चेगु चेदिगु चाहिँ गेर होला अब यता चाहिँ सचिव सिक्यौ गम्लाले चाहिँ सब ल्यान्डमार्क न तेमा त्यसमा सिसी सफु गयो नस्ते भनेको लिपा विषय अब सचिव सफु क्या विषय हिसाबमा त मेरो त सेलिब्रेसन या चाहिँ तातो न के सिक्कै सफु न हालादै आउके मध्ये इन्द्रमाली सरका चाहिँ
वेकला चाहिँ वेका योगदान कथा वेकला याना दिगो कन्ट्रिब्युसन विशेष चाहिँ मेमेउ दिला विषय न वेकला हाइकु कयटा नेपाल भाषा साहित्य चाहिँ इन्ट्रोडक्सन हेर्न बेला अथवा परिचय हेर्न बेला अहिले हाइकु गएन चाहिँ हाइकु यो सम्बन्धी यो पेक वेकला धेरै तब गैर नेपाल भाषा न झिउ नेपाल भाषा यो हाइकु या स्तर मूल्याङ्कन या अथवा खस भाषा मेमे भाषा हिन्दी भाषा अङ्ग्रेजी भाषा याना चाहिँ अन्तर्राष्ट्रियकरण गर्न वेकला याना हुँदो अब त फेरि त डकुमेन्टेसन चाहिँ खासै दिया छ फिल्महरू जिसुको त अझै चाहिँ जिन्छ हाइकु खेलेन घुम्दै खनायो हेर तो अन्तर्राष्ट्रियकरण या प्रक्रिया चाहिँ आनो हाइकुमाला के मध्येला हाइकु सम्बन्धी हाइकु एउटा जुन एउटा सक्लै होइन पनि बेचिएको चाहिँ सबै सिउन उता लासा हुन जिरेको चाहिँ मचिँदै चलेको त उकेका सुयामले गयामले कले फाका कले तयार चाहिँ अथेस्तो आथो नेवा हाइकु हनाइ त नेवा हाइकु नकल देश गयो ले के चाहिँ हाइकु हना निरन्तरता बिउले चाहिँ जो तातो न दो के लागि मूल्याङ्कन समिति चाहिँ पनि सिसियामले प्राविधिक रूपमा सिसियामले चाहिँ के अथे बालिका चाहिँ तर दास चना दिपीमा दास तिनमा दिपीका कि डक्टर आनन्द जोशी दाइ वेपा चाहिँ अमेरिका थ्याङ्क्यू प्रक्रियाको भन्दै चाहिँ खासै जुन चाहिँ सुचाउ भन्दा सार ले दुजिफो नेपाली थिनी फोकने थिनी चाहिँ आशय नजर वेपा छ्यारका वेपा नम्बर तल्ला बेबीपी सकल सिमेन्टमा चाहिँ सल बेका हाइकु खेता विशेषण नेवा हाइकु खेता तबेकेको खे चाहिँ जिबी जिबो क्षमता स्रोत जतिले नाइमदासे जिबी नामदासे जिबी नभए चाहिँ सिके सकल सिउन वाले देशले जिमसा याना तुम ज्या कन मगा मचा त दासक लागि त इना पैसा जित्नु पर्छ